कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 20,000 भन्दा कम बचत भएका 287 सदस्यको 28,57,000 रुपियाँ बचत फिर्ता गरेको छ। समितिले ऋणीहरूबाट रकम असुली गर्दै 1 लाख रुपियाँसम्मको बचत फिर्ता गर्ने तयारी गरिरहेको छ र ऋणले नपुगे सहकारी तथा सञ्चालकको सम्पत्ति लिलाम गर्नेछ। प्रदेश सरकारले 2081 पुस 23 गते अम्बे कोशी सहकारीलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन, ऋण असुली र धितो लिलामको प्रक्रिया अघि बढाएको छ। 30 गते चैत विराटनगर इटहरीमा रहेको समस्याग्रस्त अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताले बचत फिर्ता पाएका छन्। कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 20,000 भन्दा कम बचत भएका सदस्यहरूको बचत फिर्ता गरेको हो। समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार 20,000 रुपियाँभन्दा कम बचत भएका बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर बचत फिर्ताको प्रक्रिया सुरु भएको हो। उनका अनुसार 287 साना बचतकर्ताको 28,57,000 रुपियाँ बचतकर्ताको ब्याङ्क खातामा पठाइएको छ। समस्याग्रस्त अम्बे कोशी सहकारीको व्यवस्थापनको जिम्मा प्रदेश सरकारले गठन गरेको समितिले लिएपछि सहकारीले लगानी गरेको ऋणमध्ये 1,87,00,000 रुपियाँ असुल गरेको थियो। सहकारीले असुल गर्नुपर्ने ऋण 42,60,00,000 भन्दा बढी छ। 24,88,00,000 रुपियाँ बचत फिर्ताका लागि समितिमा निवेदन परेको छ। समिति सदस्य जीवन काफ्लेका अनुसार ऋणीहरूबाट रकम असुली गर्ने प्रक्रिया अघि बढेका कारण 20,000 सम्मको रकम फिर्तापछि 1 लाख सम्मको बचत फिर्ता गर्ने तयारी छ। उनका अनुसार समितिले ऋण असुल गर्दैछ। ऋणले नपुगे सहकारी र सञ्चालकको सम्पत्ति लिलाम गरी बचत फिर्ता हुनेछ। प्रदेश सरकारले 2081 पुस 23 गते अम्बो कोशीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो। समस्याग्रस्त घोषणापछि सरकारी समितिले जिम्मेवारी लिएर सहकारीको सम्पत्ति व्यवस्थापन, ऋण असुली र धितो लिलामको प्रक्रिया अघि बढाएको थियो। कोशी सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्रायल मन्सुरीले प्रदेश सरकारको पहलमा पहिलोपटक बचत फिर्ता गर्ने काम सुरु भएको बताए। उनका अनुसार बचत फिर्ता गर्ने काम नेपालमै पहिलो हो। पहिलो चरणमा 20,000 र त्यसपछि लगतै 1 लाख मुनिको बचत फिर्ता गर्ने तयारी रहेको उनले बताए।